नमस्ते, म कस्तुभ गैरे। आज म तपाईँहरूलाई अनलाइन एप्लिकेसनबाट कोरियामा बस्दा कसरी काम खोज्ने भनेर जानकारी दिन गइरहेको छु। धेरै एप्लिकेसनहरूमध्ये यो एउटा एप्लिकेसन जहाँबाट आल्बा पनि खोज्न मिल्छ, भिजा नभएको साथीहरूलाई पनि काम भेटिन्छ र भिजावाला साथीहरूले पनि काम खोज्न मिल्छ। आउनुहोस् कसरी काम खोज्ने भनेर भिडियो हेरौँ। आल्बामुन भन्ने एप्लिकेसन छ। यसलाई प्ले स्टोरबाट डाउनलोड गर्नुहोस्। मेरो अलरेडी गरिसकेको भएर यहीँ छ। मैले यसलाई ओपन गरेँ। ओपन गरेपछि यसको होम पेज यसरी आउँछ। यसको होम पेजमा आइसकेपछि यस्तो देखिन्छ। यसमा अब तपाईँले सर्टकटमा खोज्नको लागि चाहिँ यो छियकफेल भन्ने छ, त्यहाँ जाने, आफू बसेको एरियामा अथवा आफू जान चाहेको एरियामा त्यो हालेर खोज्ने है। त्यसपछि यहाँ जानुभयो भने यो सौल खेङ्गिदो कता कता गर्ने हो, जहाँ जहाँ गर्ने हो त्यही त्यही ठाउँको चुज गर्न मिल्छ। मानव मैले खिङबुक गरेँ, ख्योङसान्सी गरेँ। ख्योङसान्सी पनि धेरै एरिया भएको हुनाले आफूलाई ट्याक्कै यही एरियामा चाहिन्छ अथवा कुनै कम्पनी छ म त्यसमा जान पाएँ भन्ने हुन्छ भने चाहिँ त्यही चुज गर्नुभयो हुन्छ। नत्र चाहिँ नर्मल्ली यसरी खोज्नुभयो भने धेरै कम्पनीहरू आउँछ। त्यसपछि यो 3 लाइनमा जानुभयो भने यसमा तपाईँले कस्तो खालको काम गर्न चाहनुहुन्छ, कति समय गर्न चाहनुहुन्छ, कुन कुन बार गर्न चाहनुहुन्छ, ती सबै कुराहरू यहाँ रोज्न मिल्छ। मैले चाहिँ अहिले यत्तिकै जान्छु, खालि इक्जामको लागि भएको हुनाले, र यो ठाउँबाट तपाईँहरूलाई रोज्न मिल्छ भनेर देखाइदिएको छु। हजुरलाई जे कुरा राख्न मिल्छ त्यो राखेर खम्से गर्नुभयो भने यसले देखाइदिन्छ। त्यसपछि सार्दै जाने। यहाँ आफ्नो कामको प्रकृति अनुसार कस्तो खालको काम चाहिएको, एक दिनको चाहिएको कि एक हप्ताको चाहिएको कि होइन, भिजावाला हो कि भिजा नभएकोवाला हो कि, खियाक गरेर 1 वर्ष 2 वर्षको लागि गर्न खोज्नु भएको हो कि अथवा 2-4 दिन पार्ट टाइम खोज्नु भएको, त्यो चाहिँ हेरेर यसरी कम्पनी खोज्दै जानुभयो भने एउटा कुनै कम्पनीमा तपाईँलाई मनपर्ने कम्पनी भेटियो भने त्यसमा सम्पर्क गरेर जान सक्नुहुन्छ है। मानौ जस्तो 6 दिन थान्की आरबाइट गर्ने 6 दिनको लागि मात्रै भनेर यहाँ गरेको छ। कुन कम्पनी हो के हो यसले देखाउँछ। सबै हेर्दै जानुभयो भने घन्टाको 14,000 दिन्छ। यो आल्बा भएको हुनाले महँगो पैसा दिन्छ। त्यसपछि 1 हप्तादेखि 1 महिनासम्म तपाईँले राम्रो काम गर्नु भने राख्नु पनि सक्यो, नत्र त्यो कम्पनीको काम अनुसार 3 जना मागेको छ। यहाँ के छ, यो मोजिब छोकन भन्नेमा तपाईँलाई चाहिँ के आवश्यक छ यसको चाहिँ भनेर हेर्न मिल्छ। यसरी खोज्न मिल्छ। यो चाहिँ आल्बा भनेको चाहिँ भिजा नभएको अथवा स्टुडेन्टहरूको लागि चाहिने भएको हुनाले यसरी खोज्न सक्नुभयो। यदि तपाईँहरू चाहिँ कम्पनीमा रेगुलर काम गर्ने E9 को अथवा एफ भिजाको कुनै भिजाको हुनुहुन्छ र मैले यसरी खोजेर कम्पनीसँग सम्पर्क गरेर भिजा लगाएर जान्छु भन्नुभयो भने चाहिँ त्यही अनुसारको सेङ्सन गर्ने अथवा कुनै उत्पादन गर्ने आफू जान सक्ने कम्पनीमा खोज्नु पर्यो। त्यो चाहिँ टाइम लाग्छ, नभेटिने चाहिँ होइन है। यसरी जानुभयो भने मैले यहाँ भेटेँ सुई एडमिन भन्ने कम्पनीमा डे नाइट काम रहेछ। वर्ल्डकप 30 लाख भनेको छ। डे नाइट गरेर 32 लाखदेखि 34 लाखको एभरेजमा आउँछ भनेको छ। बेसिक घन्टाको चाहिँ 10,250 वन भनेर लेखेको छ। नोदमको रेटभन्दा अलिकति बढी दिएको रहेछ। यो समय चाहिँ 6 महिनादेखि 1 वर्ष भनेको छ। हप्ताको 5 दिन। यो चाहिँ सिगान हेभी भनेको छ। यो चाहिँ फिक्स नभएर जस्तो डे नाइट कोही डे गर्ने अथवा कोही नाइट गर्ने, डे नाइट गर्ने त्यस्तो भएको हुनाले त्यति बेला चाहिँ इन्टरभ्यू पछि कन्फर्म गर्ने भनेर लेखेको छ। कामको प्रकृति फोजाङ, फुम्जिट, खम्सा, छेजो, खाकुङ, छोरी, यो विभिन्न कामहरू छ। त्यसमा कुनमा खाली छ र कहाँ राख्छ भन्ने कुरा पनि त्यो इन्टरभ्यू पछि नै थाहा हुन्छ है। यसले दिने सुविधाहरू यहाँ खुकुङनिङमुन खोइफम के छ यो चाहिँ यसरी हेर्न मिल्छ। त्यसपछि सेङसान फोजाङ गर्ने मान्छे चाहिएको छ भनेको छ। पढाइ हागे बुगवान राखेको छ, पढाइ नभए पनि हुन्छ भनेको छ। यसले यसरी यो कम्पनी खोज्यो मानौ, र अब यसलाई कसरी सम्पर्क गर्ने त भन्ने कुरा चाहिँ तल सर्दै जानुभयो भने अरू डिटेल आउँछ कम्पनीको। अब हेर्दै जानुस् र म चाहिँ छोटकरीमा जान्छु। त्यो भएर खियप छङ्बोमा सिधै जान्छु है। खियप छङ्बोमा जानुभयो भने यहाँभित्र गइसकेपछि कम्पनी कस्तो छ, के काम हुन्छ भनेर चाहिँ यो क्लिक गरियो भने क्लिक गरेर हेर्न मिल्छ। अनि त्यसपछि छेयोङ थामदाङजा भन्ने हुन्छ। त्यहाँ जानुभयो भने यहाँ कम्पनीको फोन नम्बर हुन्छ है।
जस्तो यसले छनवा हागी गरेको छ। कुनै कुनै ठाउँमा चाहिँ फोन नम्बर देखाउँदैन, इरक्स छेचुल गर भन्छ। त्यो भनेको बायोडाटा छागिसोगे इरक्स जे भए पनि त्यो चाहिँ मेल गरेर पठाउने, अथवा यसले फ्याक्स नम्बर दिएको छ फ्याक्स गरेर पनि गर्न सकिन्छ। अब यसले छनवा हागी देखाएको छ, मैले यहाँ क्लिक गरेँ भने यहाँ चाहिँ तपाईँले प्राइभेट नम्बरमा गर्नुहुन्छ कि अथवा कम्पनीको नम्बरमा गर्नुहुन्छ भनेर फोन नम्बर पनि दिएको छ है। र यसरी फोन गरेर म यस्तो यस्तो भिजामा छु अथवा म यसरी काम गर्न चाहन्छु भनेर तपाईँले कन्ट्याक्ट गरेर कन्भिन्स गर्न सक्नुभयो भने यो कम्पनीले तपाईँलाई बोलाउँछ, तपाईँको इन्टरभ्यू गर्छ र तपाईँलाई बस्न ठिक लाग्यो अथवा कम्पनीले तपाईँलाई रुचायो भने त्यो कम्पनीसँग कन्ट्याक्ट गरेर त्यसरी काममा जान सकिन्छ। सबै कम्पनीहरूमा काम खोज्ने प्रकृति यस्तै भएको हुनाले तपाईँलाई जान चाहेको अथवा तपाईँलाई उपयुक्त हुने कम्पनी यसरी खोजेर सुरुमै चाहिँ भेटिँदैन। कतिपयले एक दुईवटा कम्पनी हेर्ने भएन भन्ने हार खानुभयो भने चाहिँ भेटिँदैन। तर तपाईँ आफ्नो लागि मलाई चाहिन्छ, म जसरी पनि खोज्छु भन्नुभयो भने चाहिँ भेटिन्छ है। त्यही भएर कसैले फोन नम्बर पाइएन भन्नु होला, यो छेजोङ थामदाङजा छङ्बो भन्ने एउटा अप्सन हुन्छ, तल जानुभयो भने त्यहाँ जानुभएपछि कसैको चाहिँ अगाडि नै देखिएको हुन्छ नम्बर, कसैको हुँदैन, कसैको नम्बरै राखेको हुँदैन। त्यसमा चाहिँ इमेलबाट अथवा फ्याक्सबाट तपाईँको डिटेल बायोडाटा पठाएपछि अनि कम्पनीले नै तपाईँलाई सम्पर्क गर्छ। यसरी अल्बामुनबाट आफैले काम खोज्न सकिन्छ। अर्को कुरा चाहिँ अघि एउटा भन्न छुटाएछु, जस्तो तपाईँले एउटा एरियामा रेगुलर काम हेरिरहनु भएको छ र भेटिएको छैन भने यसरी हेर्दाखेरि चाहिँ सबै कम्पनी सर देखाउँछ नि त होइन, त्यसलाई पनि चुज गर्न मिल्छ। जस्तो यो थुङ्ग्रोकिल छन्से भन्नेमा जानुभयो भने यहाँ चाहिँ जस्तो हिजो अस्ति हेरिसक्नु भएको छ भने आज मात्रै थुङ्ग्रो भएको नयाँ कम्पनी आएको छ कि छैन त, अथवा एक हप्ता अगाडि हेर्नुभएको थियो कुनै पनि कम्पनी तपाईँलाई सुइटेबल थिएन, अहिले फेरि एक हप्तापछि म फेरि हेर्छु नि त भन्नुभयो भने चाहिँ 7 दिनभित्रको 3 दिनभित्रको अथवा आज मात्रै थुङ्ग्रो भएको कम्पनी भनेर पनि हेर्न मिल्छ। दिनदिनै कम्पनी अपडेट हुन्छ। यहाँ तपाईँले खोज्नुभयो भने भेटिन्छ, आज भेटिएन भनेर छोड्नुभयो भने पनि। जस्तो यहाँ हेर्नुभयो भने यो सामसिपुन छ नि, सासे फाल्गुन छ नि, यो 30 मिनट अगाडि 48 मिनट अगाडि 55 मिनट अगाडि यो एभ्री मिनट अथवा एभ्री आवर कम्पनी अपडेट भइरहन्छ है। त्यो भएर आज भेटिएन भने पनि भोलि फेरि ट्राई गर्न सक्नुहुन्छ। जस्तो आज मात्रै थुङ्ग्रो भएको कम्पनी यहाँ रजिस्टर भएको विज्ञापन हालेको कम्पनीहरू 52वटा भेटियो भनेपछि तपाईँले एक दिनमा 52वटा कम्पनी हेर्नुभयो भने 52वटामा एउटा मात्रै कम्पनी भए तपाईँलाई पुग्छ नि त होइन। आज भएन भोलि ट्राई गर्नुहोस्, त्यसरी काम खोज्न सकिन्छ आफैले है। दलेलाई धेरै पैसा बुझाएर दलेहरूले यसरी नै खोजेर उनीहरूलाई कन्भिन्स गरेर तपाईँहरूसँग पैसा लिने हो हामीसँग है। त्यो चाहिँ आफैले अलिकति मेहनत गर्यो र कम्पनीलाई कन्भिन्स गर्यो भने गर्न सकिन्छ। तर त्यसको लागि सबैभन्दा महत्त्वपूर्ण चाहिँ भाषा चाहिन्छ। भाषा बनाउनुहोस्। यो कोरियामा बसेपछि यहाँको कति कुराहरूमा सुविधा लिनु छ अथवा सहज जीवनयापन गर्नु छ भने चाहिँ यहाँको भाषा जान्न अनिवार्य छ। अलिकति मेहनत चाहिँ गर्नै पर्छ। कोरियामा काम खोज्न मिल्ने विभिन्न एप्लिकेसनहरू मध्येको एउटा एप्लिकेसनको बारेमा बनाएको थिएँ भिडियो। हजुरलाई कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने अवश्य प्रतिक्रिया दिनुहोला र अरू विभिन्न एप्लिकेसनहरूको बारेमा पनि मैले समय हुँदा भिडियोहरू बनाउँदै राख्दै जानेछु। यदि हजुरहरूलाई राम्रो लाग्छ भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सनुहोला। त्यसले मलाई अरू भिडियोहरू बनाउन र अरू विभिन्न विषयवस्तुहरू खोजेर जानकारीमूलक विषयवस्तु तयार गर्न सहयोग पुर्याउनेछ। आजको भिडियो यति नै। अर्को भिडियोमा फेरि भेटौँला। हजुरको दिन शुभ रहोस्। धन्यवाद।